आई डिन्ट क्विट आफ्टर डे 1। हाई गाइज, आज चाहिँ डे 2 हो अनि आज चाहिँ क्रिसमस इभ पनि हो। सो म चाहिँ मेरो दिदीहरूसँग चाहिँ एकछिन टाइम स्पेन्ड गर्न भनेर चाहिँ बाहिर निस्केको छु। अनि एउटा नयाँ क्याफे खोलेको रहेछ यहाँ, पप क्याफे भन्ने। हामी चाहिँ त्यहाँ जाने भनेर गएको, तर त्यहाँ अलिकति भिड थियो अनि हल्का भाइब्स नै आएन। सो त्यही भएर हामी त्यहाँबाट निस्क्यौँ, त्यहाँ गएनौँ। अनि अर्को एउटा पनि नयाँ खोलेको रहेछ इमाडोलमा, हामी त्यहाँ गयौँ। त्यहाँबाट भ्यू चाहिँ दामी देखिन्थ्यो गाइज, तर त्यहाँ पनि खासै भाइब्स आएन। सो हामीले चाहिँ हल्का हल्का ड्रिङ्कहरू मात्रै गरेर निस्क्यौँ। त्यसपछि चाहिँ हामी इमाडोलको माइकल ग्रिल्समा जाने भनेर चाहिँ गयौँ। त्यहाँ चाहिँ लाइभ म्युजिकहरू पनि हुन्छ। सो त्यही भएर चाहिँ हामी त्यहाँ गयौँ। त्यहाँ चाहिँ छिर्ने बित्तिकै क्रिसमस भाइब्स दिइराखेको थियो कि, अनि हामी चाहिँ जाने बित्तिकै त्यहाँ आगो पनि बालिरहेको थियो। सो सुरुमै आगो तापिहाल्यौँ। त्यसपछि चाहिँ त्यहाँ हेर्नु न गाइज, मैले भन्दै थिएँ नि क्रिसमस भाइब्स दिइरहेछ भनेर। अनि हामी चाहिँ त्यसपछि खानाहरू अर्डर गर्न थाल्यौँ। हाम्रो चाहिँ सुरुमा ड्रिङ्क्स आयो, अनि यो चाहिँ तास, चिकन तास आयो। नट प्रमोटिङ, तर त्यहाँको झोल मोमो बेस्ट हो गाइज। तातो तातो यस्तो मिठो छ। अनि त्यो स्पाइसी विङ्स, भट्टी स्पाइसी विङ्स पनि, त्यो पनि एकदम मिठो छ। त्यहाँको मोस्ट अफ द खानेकुराहरू चाहिँ सबै मिठो छ के। सो हामी चाहिँ त्यहाँ फेरि जान्छौँ। हामी लास्ट टाइम पनि न्यू इयरको टाइममा चाहिँ गएको थियौँ। हामीले चाहिँ खाँदा खाँदै लाइभ म्युजिक पनि स्टार्ट भयो। सो एकैछिन लाइभ म्युजिक पनि इन्जोय गरौँ है त। जब सन्ध्या हुन्छ मेरो घबराउँछ। उहाँहरूले गाउनु भएपछि चाहिँ एउटा बहिनीले पनि गाउँछु भन्नुभयो। उहाँको स्वर पनि एकदमै राम्रो छ गाइज। हामी त फर्स्टमै इम्प्रेस भएको। उहाँको पनि सुन्नुहोस् है त। मैले चाहिँ यो बहिनीको धेरै क्लिप नै खिचेको रहेनछ गाइज, जस्ट यही एउटा मात्रै रहेछ। तर गाइज उहाँको भोइस एकदमै राम्रो थियो, एकदमै राम्रो थियो। अनि त्यसपछि चाहिँ हामी एकछिन त्यहीँ गीत सुन्दै नाच्दै गफ गर्दै बस्यौँ। अब चाहिँ घर जान पनि ढिला हुन लागिसकेको थियो। सो त्यसपछि चाहिँ हामी घरतर्फ लाग्यौँ। सो आजको लागि चाहिँ यति नै गाइज। सी यु टुमोरो, बाई।